बरु हेर न माछाला टोइलेट त खुल्दै आइदिन्छ तर अत्याचार चाहिँ कम्प्युटरले त किन चलाइरहेको टाइम दिनमा हो यही भएर हुँदैन क्या देख्न मन पराएर लोसेमल पनि ढुट्टो हो आगो लागेको छ नि त्यसमा पनि मोबाइल कति लुट्यो होला आमा लोचेमल हेरौँ नि त ल लोसेमल पनि जलाइदिएछ नि त बा लोसेमल पनि ढुट्टो आजदेखि त सैनिकहरूले जिम्मा दिएको छ अरे होइन ल हेरौँ है ल हेरौँ यो अब नयाँ नेपालको मुख यही हो नयाँ नेपालको अनुहार बिजिमल त ढडाएन नि यहाँ पेट्रोल पम्पमा लाइन लागेको पेट्रोल लिनलाई खोल्दैन के काम लाइन लगाएर पेट्रोल पम्प सब बन्द छ कतै पाए त 1000 रुपियाँ जति पेट्रोल हाल्नु अन्त कहाँ हुन्छ नि क्या पेट्रोल पम्पै बन्द सबै नेताको लिङ्क भएको चाहिँ केही छोडेन छ कि केटा कसरी थाहा पायो क्या सबै कुरो यो यसको भनेर कि हो त सिटी स्क्वायरलाई केही गरे छैन होला चोक त हेर्नु न कति बिजोग बनाएको चोक त केही छैन यो गङ्गाबु चोक है ल हेर्नु चिन्न सकिन्न गङ्गाबु चोक भनेर ल केही छैन चोकको ट्राफिकको ऊ पनि सबै डढाइदिएको ल बाबरे रिङ रोड बाहिर हिँड्न पाइयो रिङ रोड भित्र छिर्न नपाउने रहेछ नि त लकडाउन जस्तै भएको छ यहाँ ए अब आर्मीले कब्जा हानेछ जताततै आर्मी छ यार आर्मीले ल यहाँबाट नै भित्र पस्न नपाइने रिङ रोडबाट भित्र प्रवेश चाहिँ छैन निषेध जस्तै प्राइभेट सम्पत्ति हेर्नु त ल यसलाई सिटी स्क्वायरलाई एउटा छिस्को पनि केही भाँचेको छैन ल यत्रो यहीँ आगो लागि भएको छ सामुखुसी चोकमा होइन सिटी स्क्वायरलाई केही गरेको छैन क्या यहाँको पेट्रोल पम्प चाहिँ जलाएको छ अरे भन्ने सुने हो यहाँ हेरौँ भनेर होइन होइन कहाँको जलाएको रहेछ त यहाँको त जलाएको होइन नि त कहाँको जलायो त यहाँ ल यो अलिकति माथिको जलायो क्या हो त्यसो भए त्यो सिटी ग्रिन सिटीको छेउको पुलिसको त किन जलाउँछ र यहाँ ग्रिन सिटीको छेउमा छ नि साइडमा ए त्यो हुनसक्छ त्यो जलायो किन डोर्याउनु पर्छ मान्छेलाई पेट्रोलै पाउँदैन त अनि सेतो भाइ किलो त छोपेर त्यो पनि फोडिदिएछ नि त छोड्दै होला के छोड्दैछ ल है बाटो सुनसान छ बाफ्रे यस्तो हुन्छ भनेर चाहिँ सोचेको थिएन क्या यति धेरै यस्तै हुन्छ भनेर अति नै भएको छ यार हुन चाहिँ साथीहरूले जोस चाहिँ कडै निकाल्नु भएको छ यो धेरै पहिला हुनुपर्ने काम हो यो धेरै पछि धेरै ढिलो भयो क्या यो बार हेर्नु न बार देखाइदिएर हेर्नु न त्यहाँ मोटरसाइकल ल ए यहाँको पुलिस वसुन्धराको पुलिस चौकी पनि चलाइदिएको रहेछ नि त यहाँ त
पुलिस चौकी पनि पुरै ध्वस्त चलाएको छैन त्यो पनि चलाएको होइन चौकीसँगबाट फर्क सर मुसा केही छैन यार गाडी पनि फुटाले छ यहाँ धन्न आगो लगाइदिएन छ ढुङ्गा चाहिँ हानेछन् ढुङ्गा त हानिहाल्छ ट्विन सिटी हस्पिटल त केही भएन नि हस्पिटल त के छैन हस्पिटल ठिक छ सबै ठिकै छ त ऊ माथि चाहिँ केही भएको जस्तो मान्छे अलिक टक झर्कै बेसी छ जस्तै बनाएको है पेट्रोल खोज्न हिँडेको रवि त हेर्न हिँडे जस्तो भएको छ गाइस ल हेर्नु यहाँ वसुन्धराको चाहिँ सानो पुलिस बिट चाहिँ केही छैन बाँकी ल जस्तै पारेख ए यहाँनिर चाहिँ एउटा पनि बाइकहरू पनि सत्य छैन पुलिसको पनि समातेर राखे बाइक नै आगो लगाइदियो होला यहाँ अब कसको अब हराएको बाइकहरू भेटेको बाइकहरू पनि थियो होला होइन सब ध्वस्त भयो केही छैन यार बाबु सबै जलायो सेना परिचालन भएको छ रोडमा हेर्न सक्नुहुन्छ केही छैन त्यस्तै पारेको कसको अब चोरेको हराएको बाइकहरू थियो होला है यहाँ भेटेर आएको थियो होला सबै जलेर त्यही छ के गर्नु चढायो होला यार त्यही भयो के माथि चाहिँ किन चढेको त है त्यो मान्छेहरू पुलिस त एउटै छैन त यार पुलिसको त नाकमुखै छैन त के हो यो यहाँतिर पो छ त ल हाम्रो सोल्टी भेट भयो यहाँतिर ल